अनि तपाईले पोहोर साल पनि त खोइ बाटो बनाइदिन्छु भनेर भाग्नुभयो अनि भाग्ने बाटो बनाइन त मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो आर्यनजीको चाहिँ म कसमै फ्यान हो आर्यनजीको सबैभन्दा मन परेको फिल्म मलाई छक्का पन्जाको सबैभन्दा राम्रो लागेको सिन भनेको त्यो प्रियङ्काको हात पकडेर हिँडेको बेला जब तपाईँले दिपराजगिरीको टाउकोमा ढोङ यति खुसी लाग्यो त्यतिखेर 3 जना मान्छे खुसी भए एउटा म अर्को माग्ने र जितु उनीहरूलाई नि दीपक हिरो बनेको मन परेको थिएन दिपालाई पनि प्रियङ्काको हात पकडेको मन त परेको थिएन चुनाव जित्नको लागि चुनाव चिन्ह पनि आकर्षित चाहिन्छ र अहिलेका पार्टीहरूको चुनाव चिन्ह हेर्दै चुनाव नदिउ झ्याउ लाग्दो खालको छ तर हाम्रो पार्टीको चुनाव चिन्ह देखाइदेऊ त मतपत्रमा यस्तो गरेर हेर्दाखेरि नै दिउ लाग्दैन मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो खराब मने हे मने ए राधिका त्यहाँ कहाँ बाख्रा कराउँदैछ मेरो दस्तके रावण आतंक बसाउने काभन कमजोर मुटुलाई जाभन मने म चण्ड ए बाख्रा भनेको स्याल पो आउनुभयो क्या मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो खराब साम्राज्ञीजी राजनीतिमा आउनुभयो भने इमान्दार राजनीतिज्ञ बन्नुहुन्छ किनकि उहाँलाई अभिनय हुँदैन हुँदा हुँदा त्यो आश्रमको ज्ञानी भाइ छैन पवन त्यसले पनि ताकेछ नि त कसलाई हौ फुलन्देको आमालाई मैले त्यसलाई भने ए बाबु मूर्ख त सोझो छस् तँलाई मूर्ख बनाए त्यो त होइन भनेको हुँदैन बुढा तिमी डाडेर छौ भन्छ त्यस्तो होइन कुरो बुझ्न भनेको कति ज्ञानी छिन् कति मिजाजली छिन् सुटिङ सकिने बित्तिकै सुन्तला खुवाउँछिन् भन्छ अनि ए मरा सुन्तलाको स्वाद याद गरेको छस् भनेको याद गरेको छु चाहिँ इन्डियाको भन्दा डिफ्रेन्ट हुँदो रहेछ इन्डियाको चाहिँ गुलियो हुन्छ यहाँको चाहिँ अमिलो तर दाइ ठिकै हो गुम्सेर होला भन्छ त्यसो भए कहाँ जान आँटेको त म ड्याडी म सुहानालाई भेट्न जान लागेको हो त्यसो भए मनी जान्छु झर्नालाई भेट्नु छ कहाँ यसरी निर्देशक र हिरोको यतिकै डाइरेक्टै कुराकानी हुन्छ त कसरी हुन्छ त फोन गरौँ एकछिन फोन गरौँ ल फोन आनु ट्याङ हेलो आर्यनजी होइन पर्दैन खुट्टा छुनु पर्दैन फोन मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो खराब तँलाई थाहा छ आचल आन्टीको नि श्रीमान नि डाक्टर हो नि डाक्टर हो अनि उहाँले चाहिँ अनि आचल आन्टीको नाकको अपरेसन पनि गरिदिनु भएको तर एउटा गल्ती भयो नि के गल्ती खास गर्नुपर्ने अपरेसन उहाँको जिब्रोको थियो मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो खराब भनेपछि लगो लान्छ समय त्यस्तो छ एउटाले अर्कीको लान्छ अर्कीले अर्कोको लान्छ मैले 4 जना अर्काको भित्राइसकेँ मेरो 3 जना अर्कैले लगिसके खबर सुनेपछि नराम्रो लाग्यो पिताजी तपाईले एउटा प्रश्न तपाईले जुन किसिमले चलचित्र क्षेत्रमा एक समय राज गर्नुभयो अहिले पनि अभिनय प्रखर राम्रो गर्नुहुन्छ सबैतिर तपाईको वाह वाही चर्चा हुन्छ तपाईले कमेडी च्याम्पियनमा जज गर्दाखेरि धेरै एउटा कमेडियनको जज गर्नुभयो कुर्सीमा बसेर
तर त्यो कुर्सीमा म लायक छु कि छैन भनेर किन जज गर्नु भएन? मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो खराब उहाँ चाहिँ फेरि मलाई सबभन्दा मनपर्ने खेलाडी, वर्षामा पनि एकदम राम्रो खेल्नुहुन्छ उहाँ। यो स्कुलमा इङ्ग्लिस बोल्न पाउँछ? पाउँछ, तर जान्नेसँग मात्रै बोल्न पाउँछ। मसँग बोलिस भने मुखसु फुटाइदिन्छ। फ्लो मेरो गस्टोकै रावण आतंक बर्साउने काभन कमजोर मुटुलाई जाबन गर्जिन्छ र्याप चाहिँ श्रावण। छोरा बुबा उहाँको विषयमा तपाईँलाई किस्साहरू थाहा छ कि छैन? भन्नुहोस्। जब मञ्जुश्रीले उपत्यकाको पानी काटेर बाहिर फाल्दै हुनुहुन्थ्यो नि, त्यो बेलामा बुबा हजुर स्विमिङ गरी बक्सिँदै थियो। कुरा कस्तो छ? तैँले म्याथको होमवर्क गरिस्? म्याथको त गरेकै छुइनँ, गणितको चाहिँ गरेँ। मैले पनि गरेको छैन, म्याम आउँछ नभन् ल। Wait a minute. Who are you? म्याम, हिजो हजुरले होमवर्क दिनुभएको थियो। मलाई यो जिन्दगीले छुट दियो गनगन। बिहा गरिसक्नु हो? खासै राम्री त होइन। बिहामा नि बोलाउनु भएन हामीलाई। अब हनीमुनमा बोलाउनु। अनि के हनीमुनमा हामी बच्चा जान मिल्छ? अनि हनीमुनबाट फर्किँदा चाहिँ बच्चा लिएर आउनु मिल्छ? अनि तपाईँले चुनावमा मलाई भोट दिएर मात्र देखाउनुहोस् न। एउटा पुल हो, 4 पुल हालिदिन्छु। 4 पुल मात्रै हो, बोनसमा 2टा स्नोकर पनि हालिदिन्छु।